हेलो साथीहरू, गुड आफ्टरनुन। म फेरि पनि कामबाट सिधै यहाँनिर अम्लिसोको घाँस किनिरहेको थिएँ र त्यो काट्नुको लागि आएको थिएँ र यो जो घरको चाहिँ मैले अम्लिसोको घाँसहरू किनेको छु त्यहाँको मामासँग पनि अलिकति बातचित गरौँ भनेर साथीहरू। मामा जय मसी। अन्त सन्चै हुनुहुन्छ? कति वर्ष पुग्नु भयो? ए बिचरा है, र पनि अहिलेसम्म ठिकै छ होइन? खानाहरू त सबै रुच्छ होला तपाईँलाई? ए तपाईँले धेरै आशिष दिउन् मामा तपाईँलाई र जय मसी मामा। फेरि आएर फेरि पनि म घाँस काट्दैछु मामाकै घरमा घाँस किनेको। अर्ग्यानिक सागसब्जी खानुको लागि घाँस त काट्नै पर्ने रहेछ, नभए त अर्ग्यानिक सागसब्जी खानु नपाउने रहेछ। हेर्नुहोस् न साथीहरू, अर्ग्यानिक सागसब्जी खानुको लागि है साथीहरू। यसरी अम्लिसोको घाँस किनेर काट्दैछु। साथीहरू हेर्नुहोस् न, अब यसरी टिकासँगै लग्यो भने त सक्दैन बोक्नु, फेरि यसरी हालेर हो, अनि यसरी छोटो छोटो बनाएर चाहिँ यसरी म लान्छु। यसरी हो चाहिँ सिटाहरू बेसी टिप्नु पर्दैन, घाँस पनि गरम पनि हुँदैन। यसो गर्छु साथीहरू, यसरी छोटो छोटो बनाउँछु हो साथीहरू। भारी पनि पुग्यो, स्कुटीमा लानुपर्छ, छोटो मजाको बनाएको छु हो भारी। भारी पुग्यो साथीहरू, अब जान्छु। यसमा भारी पुऱ्याएर पनि स्कुटीमा पनि बानी। अब चाहिँ म घर जान्छु, स्कुटीमा बाँधेर ठिकठाक छ साथीहरू। अब चाहिँ म घर जान्छु घाँसेर साथीहरू। आइपुग्यो साथीहरू, यही गोठमा घाँस पनि फ्याँकेँ, बहिनीले ल्याइदिएछ फेरि एक भारी घाँस यहाँ रहेछ। दाम्चाहरू हेर्नुहोस् न, यी गोरुको दानाको लागि यसरी ल्याइराख्नुपर्छ, जागाटीको लागि पनि हुने। अब फेरि दानाहरू हुँदैन भनेर नि साथीहरू। मेरो अर्ग्यानिक सब्जीहरू खानुको लागि मल बनाउने जवान चाहिँ यहाँ छ। यी अलिक उपत्रै छ, बदमास भएको छ हौ साथीहरू। यस्तो छ हेर्नुहोस् न हो।